ल फाइनली साथीहरु म चाहिँ हैन 24 घण्टा भित्रमा 24 घण्टा हैन म चाहिँ रातारात गाउँ आइपुगे है साथीहरु। अनि सो अहिले चाहिँ म राति छु क्या। सो जुन पनि लागिरहेछ पर त रुखले छिल्दिरहेछ। अनि यहाँ तल धानको बाला खेतमा छु क्या म चाहिँ। धानको बालाहरु देखिदैन के हो यो हेर्नु त बिटाहरु ठिक्काउँदैछ। म चाहिँ खेतमा छु। सो अहिले चाहिँ हामी होइन म चाहिँ खेत जाँदैछु। लाइक किनभने हाम्रो खेतको आज हाम्रो दाइ रहेछ होइन। अनि म चाहिँ आजै फेरि घर आएको नि त। अनि घर आइसकेपछि 2 दिन दाइ अनि यता खला रुङ्नु पर्ने हुन्छ होइन। अनि दाइ नसकेपछि अनि खला रुङ्नु चाहिँ म जाँदैछु। हेर्नु न पर छ है हाम्रो खेत चाहिँ। यो ठुलो टसले बलिरहेछ होइन। म चाहिँ धेरै दिन पछि आएको नि त। अब लगभग धेरै भयो खेत नआएको पनि। यहाँ पर छ होइन नाइट भ्यू यस्तो छ। पहाडतिर चाहिँ यस्तो हुन्छ है झललल हुँदाखेरि यस्तो बबल दिन्छ। तर लाइक अलिक क्लियर देखिरहेको छैन बबाल देखिन्छ हेर्नु न। मेरो यो हाम्रो खेत चाहिँ यहीँ पर जानुपर्छ है। यहाँ पर अब एउटा डाँडा कटेपछि त्यहीँ हो। म चाहिँ जाँदैछु होइन। यस्तो एक्साइटेड छु है। अनि त्यही भएर राति म आएको क्या। आज आइपुगेको। आज नै म जानु होला क्या खेत। यस्तो छ सबै जोतिसकेको रहेछ। धानसान काटिसकेर कस्तो है अगाडि हरियो हुँदाखेरि छोडेर गएको। अहिले हेर्नु न सबै जोतेर है धानसान काटिसकेर जोतिसकेको रहेछ। अब तोरी लाउनलाई रेडी हुँदैछ यहाँ चाहिँ होइन। आज फेरि कस्तो जुन लागेर है उज्यालो छ है माथि छ। सबै धानहरू चाहिँ कुटेर झारिसकेको रहेछ। अब भोलि चाहिँ उठाएर अब के भन्छ घरमा ल्याउनु पर्ने हुन्छ होइन। मजा हुन्छ है दाइमा चाहिँ होइन एकदम मजा हुन्छ। साथीहरु यो चाहिँ रुद्राक्षको बोट भन्छ है। राति यस्तो बबल देखिँदो रहेछ है। रातिको भ्यू यस्तो छ। बाटो चाहिँ अलिक अप्ठ्यारो छ होइन। अब गाउँघरको बाटोहरू यस्तै हुन्छ ढुङ्गा सुङ्गा। अब नजिक आइपुगे कोही छैन त। हेर्नु यो कटेरामा पनि धेरै काम गरेँ यो कटेरामा बसेर पनि। हेर्नु त यस्तो पौडी खेलिन्थ्यो यस्तो भयो म यहाँ धेरै दिनपछि देखेकोले। ओ माइ गॉड हेर्नु त यस्तो सफा देखिएको है क्लिन। हेर यस्तो ठाउँमा ल अलि म गइरहेको छु यहीँ माथि डाँडामा। ल तपाईँहरूलाई खाना खाएर आएको। खाना खायो तिमीहरूले? ल हाम्रो खेत आइपुगे। देमा खाना खानुभयो? म त यहाँ ठिक छ। यही हो ल साथीहरु हाम्रो दाइ चाहिँ माथि होला। ओ माइ गॉड धेरै दिन पछि आइपुगेको म। हो साथी लाग्दैन निन्दा लाग्छ आज देमा? हेर्नु न कस्तो धुवा धुवा भएन काले। हेर टोक्छ के हो आँखा कत्रो बलेको है आँखा। त्यही धुवा उडिरहेछ एकदम। यो कसले टस लिएको बत्ती? बाबाले। ए माथि लगेर जानु अरे? ए ल यहाँ हाम्रो चाहिँ घर जस्तै छ क्या। यहाँ चाहिँ पहिला एउटा हजुर बिचमा गरेको यिनीहरूलाई चाहिँ खाना खाइसकेर पनि करेन्ट खाने भनेर होइन मैले करेन्ट ल्याइदिएको छु। करेन्ट अनि चिसो यस्तो चिसोमा पनि यता चिसो खाने अरे। दुईजनासँग दिदी बहिनी होइन। थ्याङ्क यू दादा। होइन तपाईँ अब खानु न तपाईँले नखानु भन्ने त उयो गर्नु खोज्यो भने ल यसो ल माथि दाइहरूलाई पनि राख्दैन यहाँ भन् थ्याङ्क यू मजाले हजुर थ्याङ्क यू दादा। चुरोट अब पकाएर खानुपर्छ ल ल ल। ओ पराल हेर पराल हामी पहिले खेलेको याद आयो मलाई। आयौँ है ल सबैमा दर्शक महानुभावहरू सेवा दर्शन
सबैजनालाई ठिक छ एकदम आराम कुशल दाजु होइन दाजु म आजको रात त्यति पनि कटाउन सक्छु दाजु म त्यस्तो उयसमा छु ल हेर्नु न यस्तो राम्रो होइन खोला चाहिँ यसरी हुन्छ साथीहरू बाबा आउँछ गाउँको छुट्टै हुन्छ नि दाइ यो भनेको नि दाइ यो छुट्टै रमाइलो अर्ग्यानिक रमाइलो भनेको यो क्या खोराले दाजु चाहिँ होइन ठिक छ दाजु म कस्तो खुसी लाग्यो के मलाई कस्तो खुसी लाग्यो हजुर खाएर आएको मेरो टेन्सन नगर्नु न हौ आज त म परालमा भए पनि सुतिहाल्छु नि म साँच्ची हो क्या सबै केयर गरेर आएको होइन त्यो व्यवस्थित भइहाल्छ ल यस्तो दाइहरूले नि यस्तो हाम्रो कान्छी बहिनी खाँदैन यहाँनिरको सुरुवात सँगसँगै सबैजनालाई चाहिँ आजको भिडियोमा चाहिँ स्वागत छ। चिसो चाहिँ एकदम बढिसकेको छ है गाउँमा, हल्का टाउको देखिरहेको छ चिसोले नि। अनि सुन त्यही हो, सबैजना उठिसकेको छ हामीले चाहिँ। हाम्रो क्याम्पिङ चाहिँ साथीहरू यहीँ सुतेको, लास्टै टाउको दुखिरहेको छ कस्तो चिसोले क्या। अब त्यस्तो चिसो जाडो पनि भनौँ, कपडा त थिन्दो थियो लाइक भनौँ न चिसो र पनि होइन। लाइक फोनमा पनि चार्ज रहेन रहेछ, दुइटै फोनमा होइन। आजलाई भिडियो चाहिँ बनाउन पाइने जस्तो छ। अब कति
4% छ क्या फोनमा चार्ज दुईटैमै छैन क्या फोन स्विच अफ हुनु लाग्यो अहिले फेरि यहाँ चार्ज गर्ने ठाउँ पनि छैन अहिले यो भिडियो चाहिँ अब बनाउन पाइला जस्तो छ है साथीहरू अब हामी चाहिँ चिया बनाउँदै हुन्छ तल अनि चिया खाएर चाहिँ अब हामी फेरि काममा लाग्नुपर्ने हुन्छ सानो तनाव दिएको त्यो स्थानै पाइन राजे लगाएर मलाई त खेदारै साह्रो तपाईहरुलाई उता चाहिँ मैले छोको नि छैन है ल चिया खानु जानु चिया खानु पर्छ धेरै भने क्या भयो यो मुसा चाहो भने चाहिँ बढी मुसा जमै लाग्छ यसको अनि तपाईको एउटा बुल्नु थुरो नभए